यो आवाज सबै अपाङ्ग व्यक्तिहरूको लागि हो। हामी पनि मानिस हौ। हामी पनि सपना देख्छौं, भावना राख्छौं, माया गर्छौं। तर समाजले कहिलेकाहीँ हामीलाई केवल सहानुभूतिको पात्र बनाइदिन्छ। म एक अपाङ्ग पुरुष हुँ। मेरो खुट्टा छैन, हातले चल्दिन। म आफै बोल्न सक्दिन। तर म सुन्न सक्छु, महसुस गर्न सक्छु अनि मन दुख्न सक्छ। एक दिन एक नारी मेरो जीवनमा आइन्। उनले माया देखाइन्। हरेक दिन म मिठा शब्द सुन्थे, म तिमीलाई मन पराउँछु, सधैँ साथ दिनेछु। तर त्यो माया साँचो थिएन। त्यो एउटा स्वार्थ थियो। मलाई पैसाको लागि माया देखाइएको रहेछ। मलाई एक सामान जस्तो प्रयोग गरियो। म अपाङ्ग छु, तर मेरो आत्मा अपाङ्ग छैन। मैले विश्वास गरे, मैले भावना दिए, मैले जीवन बाँड्ने सपना देखे। तर त्यसको सट्टामा मैले धोका पाएँ। जब म त्यो नारीबाट अलग हुन चाहे, उनी उल्टै मेरो दोष देखाउन थालिन्। उनले झुटो आरोपहरू लगाइन्। अनि समाजले के गर्यो? उसले मलाई दोषी देख्यो, उनलाई निर्दोष। किनकि उनी महिला थिइन्, र म अपाङ्ग पुरुष, जसको आवाज नै सुन्न कोही तयार थिएन। म मिडिया, प्रहरी, कानून, सबै कहाँ गए। तर कोहीले मेरो कुरा नसुने। म सरकारसँग प्रश्न गर्छु, के अपाङ्ग पुरुषको माया सस्तो हुन्छ? के हाम्रो आत्मा, हाम्रो विश्वास, हाम्रो इज्जतको कुनै मूल्य छैन? एक नारीले झुटो माया गरेर, पैसा फसाएर, त्यसपछि उल्टै दोष लगाउँछे। अनि त्यस्ता कुरा कानूनले पनि व्यवस्था गर्छ। म भन्छु, अब यस्तो हुनु हुँदैन। हाम्रो देशमा यस्तो कानून बनोस्, जहाँ झुटो माया देखाएर पैसा लिने, भावनामा खेल्नेहरूलाई पनि सजाय होस्। चाहे त्यो पुरुष होस् वा महिला। कानून समान हुनुपर्छ। म समाजलाई पनि भन्न चाहन्छु, अपाङ्गता हेरेर होइन, भावना हेरेर व्यवहार गरौँ। म जस्ता व्यक्तिहरूलाई करुणाको नजरले होइन, सम्मानको नजरले हेरौँ। माया भनेको केवल सुन्दरताको कुरा होइन। माया भनेको आत्माको बन्धन हो। हामीलाई पनि माया गर्ने अधिकार छ। हामीलाई पनि जीवन साथीसँग साथ पाउने अधिकार छ। यदि कुनै नारीले केवल पैसाको लागि माया गरिरहेको हो भने, त्यो माया होइन, त्यो अपराध हो। त्यसले अपाङ्ग व्यक्तिलाई दोहोरो चोट दिन्छ, शरीरमा होइन, मनमा। म फेरि भन्छु, म अपाङ्ग हुँ, तर कमजोर होइन। मेरो आवाज छैन होला, तर मेरो पीडा ठुलो छ। सरकार, मिडिया, समाज, कृपया हाम्रो आवाज बन्नुहोस्। यस्तो नारी जसले झुटो माया देखाउँछिन्, पैसा लिन्छिन्, अनि अपाङ्ग व्यक्तिलाई झुटो दोष लगाउँछिन्, उसलाई पनि कानुनी सजाय होस्। म अन्त्यमा भन्छु, अपाङ्ग शरीर होइन, सोच अपाङ्ग नहोस्। हामीलाई माया होइन, न्याय चाहिएको छ। धन्यवाद। हामै लभ स्टोरी कहानी फागमा हामै भेट भयो। अस्को नेम रोशनाई मगर हो, नम्बर मलाई मिर्जा भयो। हामै कुरा गर्को हो यस्तो चलको। हम सारू जनाको घरमा हामै बेस्जा हो वाइफाई एक्सेन मेरो निमै साङमाले 100 पैसा मगेको नेटमाले चलको रोशनाई साङमा कुरा गर्को। मिर्जामा साङ रोशनाईले 50 पैसा मगेको सदाय पेन निमै साङमाले पैसा मग्नु मलाई निमै बुवले गेल ग्रेनु हम्समा के ग्रेनु अल नम्बर मलाई पैसा नह्याल्दिनमा साङ अल नाबोल मेरो SMS लाई अल इग्नोर गरेको के ग्रेनु अल साङमाले कुरा नगरेको ब्यानी मलाउ म्यान खना नखन लग्दिन अल मोबाइल अफ रख्न जान मलाई म्यान खना नखन लग्दिन दिनकुङ अल नम्बर मलाई पैसा ह्याल्दिन हन्जा टियोडिन अल SMS गरेको मलाई टियोडिन मलाई खना खन हम्स मलाई अल ब्यान ज्यान्यो हामाइग्ने गर्न ल्याजी ट्यापाइ अनुन अल ब्यान हो अस्को मेस मलाई म्यान पारायो केटी कुङ बन मलाई ल्याग्जा कि मेरो रोशनाईले बन हन्जा कटाई मलाई ट्याप देख्छ हम्स हसलाई ल्याजी 1 कोटी बिहान मलाई अल मिस कल गरेको फेरि असलाई माले कल ब्याक गर्न अल ब्यानमा जनु इन्डियामा पादाई ग्रेनु ट्यापाइ नरुनिङ एले 3 वर्षमा आनको नेपालाई माटियोडिन म्याट्राई हो। यो कुरा हो 2012 वर्ष हो याइल सम्या पेन अल कल नआको एकसेन्टी SMS नआको एकेना 5 वर्ष भयो याइल सम्या पेन अल बारामा मलाई के थाहा एकेनामा भन्द असलाई केटा रम्लो मिर्जा होला तारा असलाई माया गर्न महसु गर्न मा के ग्रेनुमा साङल बिजमा घत हम्स सला बलान्स साङल माया गरेको। हामी फेसबुकमा भेट्यौं। उसको नाम थियो रोशनाई मगर। नम्बर मलाई मिल्यो अनि हामी कुरा गर्न थाल्यौं। म भने अरूको घरमा बस्थे। वाइफाई थिएन। म मम्मीसँग 1 रुपैयाँ 2 रुपैयाँ मागेर नेट चलाउँथे, ताकि रोशनीसँग कुरा गर्न सकु। उसले पनि मलाई कहिले काहीँ 50 पैसा माग्थी, नेट सकियो भनेर। हाम्रो माया यस्तै साधारण थियो, तर गहिरो थियो। मैले उसका लागि धेरै कुरा सहे। मम्मी बुबाले पैसा दिन नचाहेको बेला पनि म लाज मानेर माग्थे, किनभने मलाई रोशनाईसँग कुरा गर्न मन लाग्थ्यो। उसले कहिलेकाहीँ मोबाइल बन्द गरिदिन्थी। उसले मेरो SMS हेर्दिनथी, इग्नोर गरिन्थी।
मन दुख्थ्यो, खाना खान मन लाग्दैनथ्यो। तर जब उसले एसएमएस पठाउँथे, त्यो दिन म फेरि खाना खाइदिन्थे। एक दिन उसले मलाई भनिन्, हामी बिहे गर्न लागेका हौ, तपाईं आउनुस्। त्यो दिन म खुसीले भरिएँ। उसको आवाज मलाई धेरै मन पर्थ्यो। मलाई लाग्थ्यो, यो केटी साँच्चै मेरो जीवन बन्ने हो। एक बिहान उसले मलाई मिस्ड कल गरिन्। म खुसी भएर कल फर्काएँ। उसले भनिन्, म भारत पढ्न जाँदैछु, 3 वर्षपछि फर्किन्छु। तपाईं रुन नहे। त्यो दिन, त्यो कुरा, आज पनि मेरो मनमा जस्ताको त्यस्तै छ। त्यो दिन मैले खाना खाएँ। किनभने उसले बोलेकी थिए। तर त्यो दिनपछि, उसले कहिल्यै बोलिन। न कल आयो, न एसएमएस। 2012 साल थियो त्यो। आज 5 वर्ष बितिसक्यो। म अझै उसकै प्रतीक्षा गरिरहेछु। मलाई लाग्छ, सायद उसले मलाई बिर्सेकी होलिन्। सायद उसले अरू राम्रो केटा भेटेकी होलिन्। तर म आज पनि जिन्दगी बिर्तनु जस्तो। तिमी अर्कै केटासँग होला, राम्रैसँग होला। मलाई भने रुनै मन लाग्छ। तिमीले अरूलाई खुसी बनाउँछौ होला। म त बोल्न पनि सक्दिन। त्यो नै मेरो कमजोरी हो। अनि तिमीले माया छोड्दियौ। तिमीले मलाई छोड्दियौ। अर्कै केटासँग खुसी छेउ होला। म त तिमीका लागि मम्मी बुबासँग झगडा गरे। आफ्नै हात काट्न मन लाग्यो। तिमीलाई फेरि पनि माया छ। तर तिमीलाई ममाथि दया लाग्दैन। म सोच्दैछु, कस्तो जिन्दगी हो मेरो। त्यस्तै केटा त होला, जसले तिमीलाई माया गरोस्, अनि त्यही केटासँग अर्को केटीले साँचो माया गरोस्। तर मैले त तिमीलाई साँच्चै माया गरे। तिमीले मलाई बिचमा घात गर्यौ। म बोल्न सक्दिन, म केही गर्न सक्दिन। तर माया त मनले गरेको हो नि। तिमीले कहिल्यै बुझिनौ। म त आज पनि तिमीलाई सम्झेर बाँचिरहेछु। म रोशनाईलाई आज पनि याद गरिरहेछु। मेरो माया जस्तो कसैलाई माया नगरेको सहाय माया गर्नुहोस्।